हजुर बुढी मलाई त कस्तो निन्द्रा लागिसक्यो। आज काममा लास्टै पिरन्थ्यो। अहिले काम लास्टै चलिरहेछ नि, जाडो महिना भएर यस्तै निन्द्रा लागिरहेछ। बरु यसो गरौँ न, तिमी पनि सुतिहाल, म पनि सुत्छु। फेरि बिहान चाँडै उठ्नुपर्छ। काम अहिले मार्छ बुढी, गाह्रो छ हौ। अति नै काम छ अहिले, लास्टै थाकेको छु बुढी। म सुत्छु है, म बिहान उठेर कल गर्छु नि। हस् ल ल बाई ल, बाई बाई ल, बाई। मजाले तर्मीसँग कुरा गरिन्छ। गर्लफ्रेन्ड पनि आयो होला ड्युटीबाट। हेलो बेबी, के गर्दैछौ? भर्खर आएको? म पनि खानासाना खाइसकेको, भर्खरै खाइसकेको। के छ, सन्चै छौ नि? हे सुतेको छैन, तिमीलाई कल नगरी कहाँ मलाई निन्द्रा लाग्छ र? छैन, भर्खर 12 त बज्दैछ। भोलि 8 बजीसम्म हो, 8 बजी उठ्ने हो, निन्द्रा पुगिहाल्छ। के छ, सबै राम्रै छ नि तिम्रो त? के गर्नु हौ बेबी, तिमीलाई नसम्झी, तिमीलाई कल नगर्दा मलाई निन्द्रै लाग्दैन। के भएको मलाई के भइरहेछ मलाई। हजुर बुढा न आफू सुत्छ न अरूलाई सुत्न दिन्छ। घरमा बुढी भए मान्छे विदेश आछ, अरू केटीलाई हेरेछ, सुत्न देऊ। होइन न, म सुतेको अब। ल बेबी, साथीलाई डिस्टर्ब भएछ, म राखिदिन्छु ल। भोलि कल गर्छु नि। हस् बाई, टेक केयर, बाई।